हेलो गाइस, ल है आज फ्राइडे को दिन यसो घुम्दै हिँडेको। आज यसो समुद्र छेउतिर घुम्न जाउँ भनेर हैन। ल हेरौँ है अब भ्यूहरु। फाइनली आज आइसक्यो हामी समुद्र छेउमा, सबै साथीहरु भाइहरु सबैसँग हैन। यहाँबाट भ्यूको मजा लिनु। यहाँबाट कस्तो रमाइलो दृश्य देखिरहेछ हैन। सेम युरोप जस्तै भ्यू आइरहेछ हैन। उता क्रुजहरु लागेको छ है। अनि यहाँ अब एउटा माछा भेट्यो हैन। माछा चाहिँ हैन यो बाघ जस्तै कलरको छ, पुरै फेस पनि बाघ जस्तै छ हैन। कुन माछा हो गाइज यसो गेस गरौँ है यसलाई। माछा चाहिँ दामी रहेछ हैन। अब अलि बिचमा रहेछ के, यसो जुम गरेर देखाइदिए। ल त गाइज अब हामी आइसके समुद्रको छेउमा हैन। रमाइलो दृश्य छ है समुद्र छेउमा। केटाहरु सब हामी घुम्दै हिँडेको छु। आज जुम्माको दिन, आज फ्राइडे। सब साथीभाइहरु यसो रमाइलो गर्दै आज निस्किसकेछु। यता यसो पार्कतिर घुम्दै हैन। समुद्र हेरौँ है अब गाइस। समुद्र छाल हानेको हेर है, दामी। ल छाल हेर न कस्तो हानिराख्यो, झमझम पारेर हानेछ। अनि हाम्रो साथी एउटा यहाँ टाउकोमा हात हालेर बसेको छ हैन। यसो अब हामी पनि फोटो एक दुईटा क्लिक गरौँ भनेर। ल दामी आएछ कि क्या हो। अनि फाइनली हामी आए ग्राउन्डमा, पार्कतिर। यसो साथीभाइहरु बसेर चिसो खाएर यसो रेस्ट गरेर आएको। घुम्दा घुम्दै थाकियो हैन। सबै साथीहरु यहाँ पल्टिरहेछ, यता कोही उता हैन। यसो फोटो एक दुईटा हान्दिएको।